भेनेजुएलामाथि एउटा भीषण हमला। के यो केवल एउटा कल्पना हो वा भूराजनीतिको कठोर वास्तविकता? आजको यो विश्लेषणमा हामी स्रोत सामग्रीको आधारमा यही सम्भावित आक्रमणको चिरफार गर्नेछौँ। आउनुहोस् यसको पछाडि लुकेको शक्तिको खेललाई नजिकबाट निहालौँ। सोच्नुहोस् त, 21औं शताब्दीमा एउटा महाशक्तिले आफूले चाहेको कुनै पनि देशलाई चाहेको बेलामा ध्वस्त पार्न सक्छ। यो भनाइले नै आजको विश्व राजनीतिको एउटा निकै डरलाग्दो तस्बिर देखाउँछ, होइन त? अनि हाम्रो आजको विश्लेषणको सुरुवात पनि ठिक यहीँबाट हुन्छ। ल, आजको यो विश्लेषणलाई हामी यी 5 मुख्य शीर्षकहरूमा बाँडेर हेर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, कराकसमाथिको आक्रमण। सुन्दा सामान्य सैन्य कारवाही जस्तो लागे पनि यो त वर्षौं लगाएर गरिएको तयारीको नतिजा थियो। यो अपरेसनको एउटा विशेष नाम थियो, अपरेसन सदर्न स्फेयर, र यसको लक्ष्य एकदमै स्पष्ट थियो, राष्ट्रपति निकोलस मादुरोलाई जसरी पनि सत्ताबाट हटाउनु। यो आक्रमण यति तीव्र थियो कि कसैले सोच्न पनि भ्याएनन्। हेर्नुस् है कसरी भयो। सबैभन्दा पहिले डिजिटल हमला, मतलब भेनेजुएलाको पुरै सञ्चार र रडार सिस्टम नै ह्याक गरेर बन्द गरियो। त्यसपछि F-35 जस्ता अत्याधुनिक लडाकु विमानहरूले सैन्य अड्डामा बम खसाले, अनि तुरुन्तै विशेष कमान्डो फोर्सले मुख्य सरकारी भवनहरू आफ्नो कब्जामा लियो। र अचम्मको कुरा त के भने, पुरै 30 मिनट पनि नबित्दै राष्ट्रपति मादुरोलाई पक्राउ गरियो। अब यो अपरेसनको तयारीको कुरा गरौँ, जुन साँच्चै नै अचम्म लाग्दो छ। अमेरिकी सेनाले महिनौसम्म राष्ट्रपति मादुरोको घरको जस्ताको तस्तै नक्कल बनाएर अभ्यास गरेको थियो। सोच्नुस् त, कति मेहनतका साथ योजना बनाइएको थियो ताकि सानोभन्दा सानो गल्तीको पनि ठाउँ नरहोस्। तर प्रश्न उठ्छ, आखिर यो आक्रमण किन भयो त? हो, यसको पछाडि एउटा पुरानो राजनीतिक सिद्धान्तको एकदमै नयाँ र खतरनाक रूप लुकेको थियो, जसलाई ट्रम्पको नयाँ विश्व सिद्धान्त भनेर चिनिन्छ। यसलाई राम्ररी बुझ्नको लागि हामी अलिकति इतिहासमा फर्कनुपर्छ। सन् 1823 को मनरो सिद्धान्तमा। त्यो बेला यो सिद्धान्तको उद्देश्य एकदमै सिधा थियो, ल्याटिन अमेरिकामा युरोपीय देशहरूको हस्तक्षेप रोक्ने। तर हेर्नुस्, अहिले आएर ट्रम्पको नयाँ व्याख्याले यसको अर्थ नै पुरै बदल्दियो। पुरानो सिद्धान्त युरोपलाई बाहिर राख्नको लागि थियो भने यो नयाँ संस्करणको सिला निशाना चाहिँ चीन र रुसमाथि थियो। अनि यो आक्रमण भेनेजुएलाको लागि मात्रै थिएन, यो त पुरै ल्याटिन अमेरिकाको लागि एउटा चेतावनी थियो। सन्देश एकदमै प्रष्ट थियो, यदि कोही चीनसँग नजिक हुन खोज्छ भने उसको हालत पनि यस्तै हुनेछ। तर के यो सबै राजनीतिको लागि मात्रै थियो त? बिल्कुल होइन। यसको पछाडिको वास्तविक कारण त थियो तेल। हो, त्यही तेल जसले विश्वव्यापी ऊर्जा युद्धको एउटा नयाँ अध्याय नै सुरु गरिदियो। नम्बर 1 हो, भेनेजुएला विश्वमा सबैभन्दा धेरै प्रमाणित तेल भण्डार भएको देश हो। अब यही एउटा तथ्यले नै प्रश्न पार्छ कि यो देश विश्व शक्तिहरूको नजरमा किन यति धेरै महत्त्वपूर्ण छ। अब सोच्नुहोस् त, भेनेजुएलाको तेलमाथि नियन्त्रण गर्नुको मतलब के हो? यसको मतलब हो अमेरिकाको लागि पूर्ण ऊर्जा स्वतन्त्रता, मध्यपूर्वमाथिको निर्भरता खत्तम, अनि इरान र चीन जस्ता प्रतिद्वन्द्वीहरूलाई आर्थिक रूपमा दबाव दिन सक्ने एउटा शक्तिशाली हतियार हात लाग्नु। खैर, यति ठुलो घटना भइरहँदा चीन र रुस जस्ता महाशक्तिहरू चाहिँ कहाँ थिए? किन उनीहरू चुप बसे? हो, उनीहरूको यही मौनताले नै एउटा निकै ठुलो कथा भनिरहेको छ। यो कुरा साँच्चै नै रहस्यमय लाग्छ, होइन त? आफ्नो यति महत्त्वपूर्ण सहयोगी देशमाथि आक्रमण हुँदा पनि चीन र रुस किन एक शब्द बोलेनन्? पक्कै पनि यसको पछाडि केही गम्भीर रणनीतिक कारणहरू लुकेका थिए। विश्लेषकहरूका अनुसार उनीहरूको यो मौनताको पछाडि 2वटा मुख्य कारण हुन सक्छन्। पहिलो, चीन। ऊ आफ्नो पूरा ध्यान ताइवान र दक्षिण चीन सागरतिर लगाउन चाहन्थ्यो, यता अल्झिन चाहेन। अनि दोस्रो, रुस। अनुमान के छ भने रुस र अमेरिका बीच एउटा गोप्य सम्झौता भएको हुन सक्छ। कस्तो सम्झौता? युक्रेन युद्धमा अमेरिका लचिलो हुने, बदलामा रुसले भेनेजुएलाबाट हात झिक्ने। अब प्रश्न उठ्छ, यस्तो खालको आक्रमणले संसारमा कस्तो असर पार्छ त? यसले हामीलाई एउटा यस्तो संसारतिर धकेल्छ जहाँ कुनै नियम कानुन चल्दैन, जहाँ कानुनको पतन निश्चित छ। भनिन्छ नि, जसको लाठी उसैको भैँसी। यो उखानले आजको नयाँ विश्व व्यवस्थालाई ठ्याक्कै बयान गर्छ। यस्तो व्यवस्था जहाँ नैतिकता वा कानुन होइन, केवल शक्ति नै अन्तिम सत्य हो। अनि यसको परिणाम निकै भयानक छ। संयुक्त राष्ट्रसङ्घ जस्ता संस्थाहरू लगभग शक्तिहीन भइसकेका छन्।
जब महाशक्तिहरूले नै खुलेआम नियम कानून तोड्न थाल्छन् तब एउटा नयाँ र पहिले भन्दा पनि खतरनाक शीतयुद्ध सुरु हुनु स्वाभाविक हो। अन्तमा यो पूरा विश्लेषणले एउटा तीतो सत्यलाई छर्लङ्ग पार्छ। त्यो के हो भने आजको संसारमा वास्तविक अपराध अधिनायकवाद होइन, बरु अमेरिकाको आर्थिक शर्त नमानिकन विशाल तेल भण्डारमाथि आफ्नो नियन्त्रण राख्नु हो। यसले हामी सबैलाई एउटा एकदमै आधारभूत प्रश्न सोध्न बाध्य बनाउँछ। यदि एउटा महाशक्तिले एकतर्फी रूपमा कुनै पनि सार्वभौम देशलाई तहसनहस पार्न सक्छ भने अन्तर्राष्ट्रिय कानूनको मूल्य नै के रह्यो र? कराकसको खरानी अझै सल्किरहेकै छ र यो घटनाले एउटा सबैभन्दा डरलाग्दो प्रश्न खडा गरेको छ। त्यो हो, अब अर्को पालो कसको?